शामें मलंग सी रातें सुरंग सी बागी उड़ान पे ना जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए So hey guys, what's up everybody? It's Social Optimal Sina. I'm back with again with a new vlog. So guys, जैसे मेरो धेरै बसेको vlog हैन धेरै बसी हामीलाई अस्ति नै एकजोडी हालेको थिएँ त्यो बसी हालेको थिएन अनि आज चाहिँ हाम्रो जो सडनली आज स्याटरडे भएको हुनाले घुम्न जाने प्लान भन्यो अनि त्यही भएर म vlog बनाउँ कि भनेर सोचे आज चाहिँ हामी इन्दुपचेश्वर महादेव घुम्न जाँदैछौँ पौष भन्दा लेट भएको थियो म पहिला रेडी हुन्छु अनि सो म चाहिँ रेडी भइसकेँ अब अलि लेट भयो जस्तो लागेर आज म चाहिँ ठिक छ केही छैन लेट चाहिँ लेट भयो सो गाइज अब चाहिँ जाम होइन हाम्रो धन्न रानी रेडी नै छ यहाँ एक्लै हो सबै सन्चै के छ गाइज होइन आज चाहिँ हाम्रो रुट म्याप भनेको चाहिँ दुप्तेश्वर महादेव जाने भन्ने कुरो थियो अनि हाम्रो यता नागढुङ्गाको बाटो बन्द छ नि त नागढुङ्गाको बाटो कति 10 to 4 कि 3 समथिङ कतिसम्म बन्द छ अनि त्यहाँबाट जानुभन्दा यता 6 रे निक्लेर जानु सजिलो हुन्छ क्या कि मैले बिहान राम्रोले हेरेर पनि मलाई बाटो चाहिँ खासै राम्रोसँग थाहा छैन यो बारे बाटो चाहिँ खासै मलाई राम्रोसँग थाहा छैन होइन गाइज होइन हामी चाहिँ अब ओखा छ हरेको बाटो जाँदैछौँ फुलबारी आइदियो कसको बाइक हो यस्तो धुवा चढ्दै गएको यार या बाटो गालो गेट धुवा छोडिदिएर यार त्यो धुवा आइरहेको छ धुवा पनि पाएको भने चाहिँ म जन्मिनुभन्दा अगाडिको गाडी के छ यो त्यहाँ बोल्यो फेरि केटोले धेरै बोलेछ भनेर भगै नहाल्ला हाम्रो सुलभ भाइ छ अगाडि राइडर वाउ गाइज दिस तर कुहिरोहरूले गर्दा हाम्रो यो छरे बजारदेखि होइन छरे के भन्छ यो ठाउँलाई यहीँबाट धोका दिँदा होला थुक्का मेरो हातबाट टिके नै हो स्ट्यान्ड लगाएको देखाउँछ होइन साइड स्ट्यान्ड लगाएको देखाउँछ आज त यस्तो हो नि त यो भने त टप पिक हो शिवपुरीको ओह्रालो झरेर हामी यतिको त ठिकै हो अलिक मैले भनेको यसलाई बिहान 5 बजे हिँड्नु भनेर दिदी दुप्तेश्वरमा आज पुग्नु कति टाइम लाग्छ यहाँबाट कति टाइम यहाँबाट नि अझै घन्टा एक घन्टा त्यहाँबाट त्यसलाई नि त हाने कुन बाटो भनेर सोधिरह होला सो हामी चाहिँ अहिले आधी 3 घन्टा आइपुग्यौँ अझै यहाँबाट 30 मिनट भने होइन 30 मिनट छ पुग्नलाई 30 मिनट पुग्छ पुग्दैन
हरनटार बजार भन्दा अर्थ क्या तादीको बाटो करिब अझ 4.5 किलोमिटर अझै हो त भन्छ श्री दुप्तेश्वर मन्दिर जाने बाटो 4.5 किलोमिटर भनेपछि अनि त्यसले 9 किलोमिटर भनेको थियो होइन बल्ल आइपुग्यो ल दुप्तेश्वर गाउँपालिकामा यहाँहरूलाई स्वागत छ बल्ल दुप्तेश्वर गाउँपालिका दुप्तेश्वर मन्दिर प्रवेश मार्ग बल्ल बल्ल मनमा शान्ति भयो यार अलि माथि सपिङ गरेर हामी यसो गर्नु पर्यो भन्ने कतिमा लिएर जाऊँ न त अहिले भिड भयो छैन खासै भिड अफरोड आयो त्यही त हो नि हाम्रो गाउँमा हेर्नु भिडियो त जे भए पनि अफरोड छ नि होइन त्यति सबै ल्याइसक्यो हामीले लोकल दुध ल्याइछ हामीले यस्तो हेर लु यस्तो भएको छ हालत यताबाट राम पूजा गरेर त पूजा लामो रहेछ यहाँ माथि यत्रो बाटो टोटल देखा मन्दिर छ माथि रहेछ यो पनि खोलो तरेर जानुपर्ने पुरा माथि यहाँबाट हिँडेर जानुपर्ने होला पूजा गर्न आज यो फोटो खिचेर यस्तै छ यो पनि मान्छे घर हुँदै जानुपर्ने हो क्या अब ठुलै घर मान्छे रहेछ रक्षा गरिदिनुहोस् हाम्रो रक्षा गरिदिनुहोस् माथिको पुलबाट उहाँ माथि मेरो मोबाइलले चार्ज चाहिँ भ्याउँछ भ्याउँदैन आउने बेलासम्म भन्ने कुरो हो अरू त ठिकै हो जाउँ अब सपिङ गरेर पूजा गरौँ आउने यत्रो 3 घन्टा लाग्यो कतै यति माथि रहेछ वहाँ छ माथि त्यही माथिको होइन त कि त्यहाँ माथि छ अझै त्यो अझै माथि हो 5-7 मिनट होइन होला त्यहीँबाट 5-7 मिनट जस्तो छ यहाँबाट मात्र त होइन क्यामेरावाला निर्माण कार्य नै हुन लागेको रहेछ यहाँ कन्स्ट्रक्सन साइडहरू सायद होमको लागि होला यो मण्डप जस्तो बना पसलहरू हुन्छ देखिएर यहाँबाट माथि जानुपर्छ यहाँ त्यहाँ आमा कति माथि छ यार लाइन बस्दा बस्दा कहिले पुग्न उहाँ माथि यहाँ सक्ने यहाँबाट ऊ त्यहाँ देखिएको ठाउँ त्यहाँसम्म पुग्ने अझै माथि छ हामी चाहिँ अब यहाँ भिडियो होइन यिनीहरू यहाँ छ कति माथि जानुपर्ने हो अझै हो नि कस्ता रहेछ होइन बोल्नु ठाउँ बोल्नुपर्छ ठिक हो दिदी लाइन त राम्रै छ जस्तो छ त यत्रो माथि छ जाम पूजा गरौँ कस्तो हुन्छ अब चाहिँ मन्दिर मानौँ अनि मन्दिर माथि होला सायद उहाँ मान्छेसम्म हिँडेर जानुपर्छ जस्तो भर्खर यति भयो माथि मन्दिरमा गएपछि भेट्छौँ है किनकि मेरो मोबाइलमा चार्ज धेरै छैन अनि मैले सेयर बनाइभयो भने माथि गएपछि पुग्दैन अब हामी सिधै माथि मन्दिरमा जाने दर्शन गर्दाखेरि भेट्छौँ है त बाई फाइनल्ली पुग्दैछौँ हामी होइन उता बाँध्ला एकछिन बाँध्नु पूजा गरेर निक्ल्यो होइन पूजा राम्रोसित भएन त्यहाँ भिडियो बनाउनु थियो कि मान्छे उभिने ठाउँ पनि थिएन पूजा त खासै ठिक छ पूजा भयो तर एकजना हुनुहुन्छ कि छिर्नै उ नगरेर हाल्यो पूजा गर्दै जान्छ खासमा
जाँदैछौँ पूजा सम्पन्न भएको छैन अब यति नरिवल फुटाउनु पर्छ नरिवल फुटाएपछि भयो जाम पूजा गर्दै सबै मूल ठाउँ हो अब यहाँको त्यहाँ त अब 1 सेकेन्ड नि दिएन नि टिक्न कहाँ फुटाउँदै अहिले यहाँ आइपुग्यौँ होइन मेरो मोबाइलमा 1% चार्ज छ अब यो भ्लग कहाँबाट के हुन्छ थाहा छैन मेरोमा 1% चार्ज छ अब 1% चार्जले जति सक्यो त्यति गर्छु हामी खाना खानु ला होइन मैले अनि भ्लग नगर्नु खोजेँ किन भन्दाखेरि मेरो मोबाइल बाटैमा स्विच अफ भइदियो अहिले चाहिँ हामी बटार त्रिशुली छौँ क्यामेरा एङ्गल मिलाएँ म आफू क्यामेरा सेक्सी अनि मेरो मोबाइल स्विच अफ भएर बाइकमा चार्ज गर्दै आएको यहाँ चाहिँ चार्ज भइरहेको छ अहिले चाहिँ खाना खाँदै हुनुहुन्छ के छ चिकन दाल अनि त्यसपछि दही छ मिठो लागेको छ उसको बाद हामी जाम है नकोट दरबार जान लागेको स्टेबा ल जाम नबटार न अब चाहिँ नकोट दरबार जाने खाना खाना आयो हामीले लगभग 8 घन्टा अब चाहिँ हामी आइपिएल लाग्यो होइन उहाँ माथि देखिरहेको छ हाम्रो साततले दरबार हो त्यहाँनिर रामसित चाहिँ छैन तर देखिरहेको छ सो गाइज अब चाहिँ हामी पुग्न लाग्यौँ होइन पुरा तात्विक के हो नुवाकोट स्वयम्भू महाचैत्य भने स्वयम्भू महाचैत्य नै भन्दाखेरि छ हामी चाहिँ अब पुग्न लाग्यौँ यहाँको घरहरू हेर्नु सेम पहिलाको डिजाइनमा छ क्या अहिले केही चेन्जै छैन सब भूमिभन्दा अघि जस्तो थियो त्यस्तैमा छ हामी आइपुग्यौँ होइन पार्क गर्दा पनि हाल्दैन त्यहीँ छ त मिल्ने बाघ भैरवी मन्दिर कस्तो थकेला यार बल्ल तल्ल आइपुग्यो नकोट दरबार घुमियो हामी यही हो खासै राम्रोसित चाहिँ भिडियो बनाउनु भ्याइएन होइन मेरो मलाई चार्जै छैन भने आज समस्या त्यो हो केही पनि छैन बनाएको नकोट दरबार खास पर्दा चाहिँ उ त्यो हो बनाउनु लगाएको चाहिँ अब आज खुलेकै छैन उ त्यो भने 4 तिरबाट 12 उ त्यो छैन हामी अस्ति आउँदा त यो ग्रिन कलरको पनि थिएन उत्तिकै फुटेर बसेको त धन्न अहिले यो ग्रिन कलरको चाहिँ हालेछ तिमी खाँदैनौ बनाएकै छैन क्या अझै चाइनाले गर्दैछ चाइनाले बनाउँदै भनेको कि के हो खै यहाँ यही हो ल यहाँ चाहिँ यता छ सबै तिमीले बुझ्छौ होला स्ट्रक्चर ल यही हो यस्तो भएर बस्यो यही हो हाम्रो अब चाहिँ लागौँ होइन आजको भिडियो प्रोपर भएन यार कुनै नि कतिखेर मोबाइल अफ हो कतिखेर के भयो म एक दिन एक्लै सोलो राइड हिँड्छु अनि त्यो पछि गरौँला हामी यसरी बनाउनुला अहिले के पनि छैन पहिला त आउँदा घुम्ने ठाउँ यताउति थियो नाम मात्र छ अहिले केही पनि छैन अरू यो आइयो घुमियो भन्ने कुरो मात्र त्यसो माथि गयो भन्ने मात्र हो दिन यत्रो बेर सेलाएर बसिरहेको खानेपानी बाइकमा पानी हाल्छ तानिदिएको त कुन चाहिँ तात्ने ठुलो सिसीको बाइक जस्तो फेरि ल अब चाहिँ हामी
निकाल्छु म तैँले के भन्दा भन्दा मेरो त्यहाँ कचराको डब्बाभित्र हाल्दै बाइक छर्र बन्ने भएर चाहिँ प्याज छ 20-30 रुपियाँ पर्छ हेर्नुपर्छ गुजराती लोड छ ले न अनलाइन बोकेर के को लागि भएको चाहिँ के छैन उत्तिकै बसे मात्र होइन अब चाहिँ हामी काठमाडौँतिर जाँदैछौँ आजको खाजा चिया नास्ता सबै भयो अब काठमाडौँ गएपछि भेटौँला है त बाई यहाँ गाई महाका छ यहाँ उहाँलाई चार्ज नभएपछि बाटोबाट आएर यसरी चार्ज गर्दै चलाउनु पऱ्यो तमाम छ नि हिजो सो गाई हामी चाहिँ अहिले आइसकेको अहिले भिडियो बनाउनु मिलेन होइन पानीले पुरै भिजाएर सो गाई जब चाहिँ हामी यतिखेर गङ्गाबु काठमाडौँ आइसकेका छौँ होइन काठमाडौँ आइसकेका छौँ अब सो गाइज आज चाहिँ हामी घुमेर आइसक्यौँ होइन अनि त्यसपछि आउनु बित्तिकै यहाँ रुमसम्म आएको भिडियो बनाउँछु भनेको उहाँलाई चार्जै भएन कि अफ भइदियो अनि आउँदा खाना खाँदा ओर्दा भर्खर फुर्सद भयो आज चाहिँ हामी बिहान 6:30 हिँडेको थियौँ होला त्यहाँबाट धुप्चेश्वर महादेव अनि त्यहाँबाट बिदुर पुग्यो त्रिशुली अनि त्रिशुलीबाट सातली दगा गयो माथि अनि त्यहाँबाट फर्केको हो आउँदा ओर्दा बाटो राम्रै भएको थियो मेरो मोबाइलले चाहिँ धोका दियो आज खासमा स्विच अफ भइदियो बिचमै चार्ज नभएर अनि चार्ज गर्दा ओर्दा त्यति प्रोपर त भएको छैन तर म प्रोपर वेमा अब भ्लगिङ गर्ने कोसिस गर्छु होइन अब यो पालिको लागि चाहिँ यो भ्लग आज एडिट गरेर अनि भोलि त्यो ड्रप गर्छु ल सो बाई टेक केयर लभ यु अल फर एभर